हामी बानेश्वरको गाई जात्रा यो हास्यव्यङ्ग्यको एउटा चाड अगाडि बढाइरहेका छौँ र बानेश्वरको गाई जात्रामा यहाँहरूको उपस्थिति बिस्तारै बिस्तारै बढ्दैछ। सँगसँगै छेउछाउमा हामी गाई जात्राको यो अवसरमा छौँ र यसपटक गाई जात्रामा हाम्रा नेताहरू अलिकति सेफ साइडमा पुग्नु भएको छ। खुसी पनि लाग्छ। अघिल्ला वर्षहरूमा बानेश्वरमा उभिएर बुलिरहँदाखेरि उतापट्टि कपुतहरूको बिचमा यतापट्टिको सपुतहरूको आवाज अलिकति मिठो सुनिँदैन थियो, त्यतिखेर रुखो जस्तो देखिन्थ्यो। आजभोलि अलिकति उतातिर ठिकै छ, तर धेरै चिजहरू मिल्न बाँकी छ, मिलाउनु पर्ने छ। हामी निरन्तर खबरदारीमा छौँ र धेरै मान्छेहरूले सोध्छन् तपाईहरुले त्यत्रो व्यङ्ग्य गर्नुभएको छ, त्यत्रो व्यङ्ग्य प्रहार गर्नुभएको छ, त्यत्रा कुराहरू गर्नुभएको छ, नेताहरूले किन स्वीकार गर्दैनन्? ए बाबा, देखियो त अघिल्लो वर्ष एकजना मन्त्रीलाई आफ्नै छोरो स्वीकार गर्न 35 वर्ष लाग्यो, हाम्रो कुरा स्वीकार गर्न कति वर्ष लाग्यो? हाम्रा गैँडाको छाला जस्ता भएका नेताहरूलाई निरन्तर कोट्याइरहनु पर्छ। पोहोर कोट्याएकोले अर्को वर्ष छुन्छ, यो साल कोट्याएकोले 2 वर्ष पछाडि छुन्छ कि भन्ने आश गर्नुपर्छ। यही बीचमा हामी यो प्रस्तुतिलाई अगाडि जोड्दै जानेछौँ र यहाँहरूको निरन्तर हाँसोको लागि सँगसँगै यो गाई जात्रा एउटा राष्ट्रिय पर्वलाई सेलिब्रेट गर्नको लागि संविधान सभा पहिलेको अहिलेको संसदको छेउ नयाँ बानेश्वर, यो बानेश्वर चोकमा हामी सार्वजनिक रूपमा खुल्ला बिना टिकटको, अरू बेला सधैँ टिकट काटेर हेर्नुपर्ने कलाकारहरूलाई बिना टिकट यहाँहरूसँग साक्षात्कार गराउने र विभिन्न कुराहरू सेयर गर्ने यो हाम्रो जमरको अगाडि बढ्दै गर्दा सबैभन्दा पहिले मैले स्टेजमा बोलाउँदैछु एउटा यस्तो ट्यालेन्टेड कलाकार जसलाई तपाईँले योभन्दा अगाडि चिन्नु भएको छैन। हा के को त ट्यालेन्टेड हुने बित्तिकै चिनिहाल्छ भन्ने छ? महिलाई त नचिन्ने मान्छे करोडौँ छ नेपालमा। 60% भन्दा धेरैले राजा राजेन्द्र चिन्दैनन्। राजा राजतन्त्र गएपछि यस्तो हुन्छ कि राजा नचिनी पनि नागरिकता पाउँछ। अहिले एकजना ट्यालेन्टेड कलाकार म स्टेजमा आमन्त्रण गर्दैछु, सुमन कार्की। ह्यान्डसम लक्का जवान। अब बाँकी कुरा अगाडि। सानैदेखि हो दाइ ह्यान्डसम त। आओ सेवारो लुङ्गा लुङ्गी अनि तौलीहरू सबैलाई फुलै राम्रो गुलाबको काँडा भयो नि, हिरोनी राम्री सन्नी एलियन छाडा भयो नि, मनेलय 1914 युद्ध हुँदा भएको मैले तकमा, 1914 युद्ध हुँदा फोटो पनि खिचौँ है। 1914 युद्ध हुँदा भएको मैले तकमा, एउटा छोरो गमै जन्म्यो लुड्से हिडिङको झोकमा, देउराली बनेछ ढुङ्गाको डर्केर मान्छे ढुङ्गाको, काट्युला बोरो जमाए कमरो माथि पटुकी, पटुकी माथि घोइला, कमरो माथि पटुकी, पटुकी माथि घोइला, आफू विदेश गएको बेला बुढिया आगोचे पहिला, मने ल सन्चो छ। भेरी गुड। हिजो फेसबुकमा एउटीसँग भेट भयो, अनि मैले भने एकैछिन पछाडि भनौँला म चाहिँ अहिले कुरा गरौँ। तर यहाँ संसद भवनको, यो संसद भवनमा अस्ति भर्खर हाम्रो प्रचण्ड काका आउनुभएको छ प्रधानमन्त्री। जो प्रधानमन्त्री हुन्छ सब मेरो काका हो, तर चिन्दैन मलाई। अनि प्रचण्ड काका र हाम्रो केपी ओली काकाको भेट भयो निस्किँदै गर्दा। कति घाम लगाएको नानी के गरिदियो यहाँ? के पोज हो यस्तो? फेरि अनि यस्तो पोज नराखौँ है, यहाँ हुँदैन, भिडियोमा मिल्दैन, भिडियो नगरौँ, नानीलाई नटाउने। यो पोज अलिक खतरनाक पोज हो। अनि निस्किँदै गर्दाखेरि हाम्रो केपी ओली काका र प्रचण्ड काकाको भेट भयो। भेट हुँदाखेरि सङ्गीतमय वातावरणमा दोहोरी चल थोरै। प्रचण्ड काकाले फ्यान्टास्टिक वन्डरफुल भन्ने गीत गाउन खोज्नुभयो, तर ओली काकाले गाइदिनु भयो यसरी, फ्यान्टास्टिक वन्डरफुल हुँदै थियो बेस, फ्यान्टास्टिक वन्डरफुल हुँदै थियो बेस, प्रचण्ड तिमीले फेरि दियो भेष, मोर्चा र काङ्ग्रेसको कुरा सुनेर गाउनलाई तिमी किन छोडेर, पानी पर्यो असिना परेन, प्रचण्ड तिमी मलाई मन परेन भने पछाडि प्रचण्ड पनि के गर्नु दिइहाल्नु भयो ठ्याक्क अगाडि आएर। हिमन्नु उहाँले फेरि हल्लाउनु पर्छ, पाटपुर्जा बाँध्यो भने कसैले गीत गाउन सक्दैन उहाँको। हिमन्नु निश्चित रूपमा अब अगाडि। भेरी गुड। हाकिमले भोटको मान्नु परेन हो, भरे फेरि ताला पाउँदैन नि।
आउन त आएको छैन अहिलेसम्म नडाटिकन भन्दाखेरि तर आउँछ भन्ने ढोक्क छु। अनि त्यस पछाडि प्रचण्डको पालो आउँछ। प्रचण्डले भन्नुहुन्छ एमएनए निश्चित रूपमा उहाँले गीत गाउनुहुन्छ हाम्रो योभन्दा अगाडिको एल ब्यानरले बनाएको योभन्दा अगाडिको फिल्म थाहा छ होला, मैले भनिरहनु परेन, वार्ड नम्बर 6 को गीत गाउनुहुन्छ। एमएनए लाइब्रेरीलाई मध्यरातमा गरेको सहमति कार्यान्वयन नहुँदा के हुँदो रहेछ थाहा पायो नि है। पीएम पद खुस्कीको अब बस कार्यकर्ता टुक्का भन्दै मान्दिनु भयो। त्यस पछाडिपट्टि रामचन्द्रजी हुनुहुन्थ्यो, यस्तो र कुदेर आएर उहाँले पनि दिइहाल्नु भयो। खास गरिकन छैन उहाँहरूलाई किन हाँसे चलचित्र मनपर्छ कुनै, उहाँले पनि छक्का हाम्रो छयकान छको गीत गाइनु भयो। खास गरिकन छैन छ एकान छ मलाई पनि एकचोटि प्रधानमन्त्री हुन रहेछ, दम्बडो बुढाओ मेरो कहिले पालो आउँछ। ताली जसले बजाउँदैन केही पनि हुँदैन, मन नपरेस् के गर्नु, ताली बजाउन पाइँदैन र। त्यस पछाडि पालो आउँछ हाम्रो बाबुराम भट्टराईले पनि आफ्नै कार्यालयबाट ठ्याक्क बोलिदिनु भयो। उहाँले चाहिँ भोजपुरी गीत गाइदिनुहुन्छ। तु लगावे लुजप लिपस्टिक चले हिले लायर डिस्ट्रिक्ट भन्ने गीत गाउनुहुन्छ। यसरी डास्टनमा बुढीलाई सम्बोधन गर्दै, श्रीमतीलाई सम्बोधन गर्दै, डास्टनमा हिसिला तु लगावे लुजप लिपस्टिक, डास्टनमा हिसिला तु लगावे लुजप लिपस्टिक। मधेसका साथीहरूलाई जनकपुरमा सम्बोधन गर्न खोज्दा झन्डा हाने स्टिक, माओवादी पार्टी छोडेर गरे क्या मैले मिस्टिक दिनुभयो। त्यस पछाडि पालो आउँछ। अब यो त गीत भयो, फिल्मिक हाम्रो डाइलग बोल्नुभयो भने नेताहरूले कसरी बोल्नुहुन्छ म थोरै सुनाउँछु। सबभन्दा पहिले हाम्रो केपी ओलीले डाइलग बोल्नुभयो भने प्रचण्डलाई भन्दै, छड्के चलचित्रको विपिन कार्कीले बोलेको डाइलग उहाँले बोल्नु भने कसरी बोल्नुहुन्छ होला? विपिनले चाहिँ यसरी बोल्नु भएको थियो, हामीलाई पनि थाहा छ कहाँबाट छाड्नु भन्न मिल्दैन, चाहिँ कहाँबाट भन्नेको छ होइन। त्यो चाहिँ के बेलले भन्नुहुन्छ, प्रचण्डजी तर चुनाव गर्नुहोस् के, हामीलाई पनि थाहा छ कहाँबाट सरकार लडाउने हो, कहाँबाट सरकार ढाल्ने हो, कहाँबाट फाल्ने हो। यो भन्नु पछाडि प्रचण्ड पनि के काम प्रचण्ड दिनुभयो राजसमालको डाइलग, सरकार भन्ने डाइलग प्रचण्ड दिनुभयो। प्रचण्डले चाहिँ दिनुहुन्छ ए बुढा त भैँसी करा जस्तो भयो अलि राम्रो बोल्नु, अझ दिनु न प्रचण्ड नेपाली राजनीतिमा ल्याइदिन्छु म त उदण्ड। आफ्नै पार्टी भइरहेछ गोराचारे खण्ड आफ्नो पार्टी भइरहेछ गोराचारे खण्ड छोडेर गए मलाई विप्लव चन्द। ओलीजी पीएम पद खुस्कीगो अब कार्यकर्तालाई हेर्दै हाँस्नुहोस् मन्द ए भन्नुभयो। त्यस पछाडि हाम्रो नयाँ शक्ति नेपालका अध्यक्ष भनौँ कि संयोजक भनौँ के हो यो पदै थाहा छैन, नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराई र करिश्माको भेट हुन्छ बाटो हिँड्दै गर्दा। उहाँहरूले कबड्डी चलचित्रको डाइलग बोल्नुहुन्छ। सर बाबुराम भट्टराई यस्तो कारमा जाँदै गर्नुहुन्छ, इसिला चाहिँ हुनुहुन्न त्यतिखेर, अनि करिश्मा बाटो हिँड्दै हुनुहुन्छ। कता हो करिश्माजी चिटिक्क परेर भने पछाडि करिश्माले भन्नुहुन्छ कतै हिँड्नु नि बाटो। अनि त्यस पछाडि बाबुरामजीले भन्नुहुन्छ आउनुहोस् बस्नुहोस् म पुऱ्याइदिन्छु। अनि करिश्माले भन्नुहुन्छ लाज लाग्दैन मेरो विनोद बुढा छैन र। ल एकचोटि पाहाडले सोलुखुम्बुमा 50 सालमा टिभी किनेर लिएर गएछन्। 50 सालको कुरो म त्यतिखेर पाउन खाना गएको थिएँ, पत्याउनु भएन होला है, कसरी पत्याउनु, यस्तो मान्छेले पत्याउने गाह्रै हुन्छ। 50 सालको कुरो पाहाडले टिभी किनेर लिएर गयो, फर्स्ट टाइम सोलुखुम्बुमा रङ्गीन टिभी लिएर गएका। यस्तो मारिसँगले आज त टिभी किन्यो नि, मजाले आनन्दले सुटी उठी हेरिन्छ। त्यो टिभी लिएर आएको समयमा एकजना शेर्पाका दाइले देखिहाल्नु भयो। होइन टिभी त किनेर ल्याइछस् कि, अनि कहिले देखाउँछस् हौ? टिभी ल्याइसकेपछि देखिसकिस् त,
अब आइज घरमा देखाउँछु। त्यसो भने पछाडि गाउँमा भोलि प्रचार गर पाँडेले, त्यस पछाडि आए टिभी हेर्न सबैजना गाउँका आए, तर टिभी देखाउँदैन। होइन यसले टिभी देखाउँछ भनेर यतिखेर बोलायो, अहिलेसम्म टिभी देखाउँदैन, कतिखेर देखाउँछ हौ? भने पछाडि पाँडेले टक्क टिभीको साटो पानी पो निकालेर त त्यो डबरमा। पानी के गर्न आँटो? यसले त हामीलाई खासी काटेर खुवाउन आँट्यो क्या हो? टिभीमा टिभी देखाउँछु भन्दै त टिभी किनेको खुसियालीमा खासी खाउन आँटेको। भने पछाडि पाँडेले यस्तो टिभी बाहिर झिक्यो नि कोही कुरो बुझेको कठैभरि लैल, 1 रुपियाँको बुद्धि छैन। यो टिभी रङ्गिन हो कि सादा हो थाहा पाउनु परेन। एकचोटि पानीमा चोबल्नु पर्यो, यसको रङ गयो भने यो सादा हो, रङ गएन भने रङ्गिन हो। एकचोटि ताली ठोक्नुहोस्, नभए तपाईँको बित्दै रहँदैन। अस्ति साउनको अन्तिम सोमबार म श्रीमतीसँग श्रीमती भनेको एकजना निधारक हुन्छ नि, यस्तो यही समस्या छ क्या, भन्नु हुँदैन कहीँ। अब राम्रो पनि थोरै राम्रो छैन। अनि त्यही आमाले अलिअलि टाउको साउको बिगारिदिएर अनुहार बिगारिदिएर मात्रै हो। एकचोटि अस्ति भर्खर सोमबार हो, पशुपति गएको थिएँ श्रीमतीसँग, यस्तो हात पक्रेर अर्कोले ठोक्काइदियो क्या मेरो श्रीमतीलाई। अनि हेर्नुहोस् न मलाई ठोक्कायो। ठकिँदैन त के भयो त, ठके के हुँदैन त। फेरि हिँड्दै गइरहेको अर्कोले च्याप्प पक्र्छ मेरो श्रीमतीलाई। मनमा चाहिँ सही भएन नि त त्यसरी पक्रे पछाडि। मेरो त अलि झ्या परिसकेको के हो तरिका दाइ, अर्को श्रीमती पक्र्ने होइन दाइ, खास गरी मेरो समस्या हो। ए बाबा तपाईँको समस्या हुँदाखेरि मेरो श्रीमती पक्र्नु पर्ने, अनि मेरो समस्या भयो भने तपाईँको श्रीमती पक्र्नु म यो रातिको समयमा भनेको होइन क्या। मेरो समस्या चाहिँ के भन्नु त? समस्या पऱ्यो क्या यो, अब बुढीलाई पशुपति जान्छु भनेर लिएर आएको है, पशुपति जान्छु भनेर लिएर आएको, लिएर आउँदा आउँदा यहाँनिर कहाँ छोडी हराइ क्या। त्यही भएर तपाईँको श्रीमती पक्र्यो भनेदेखि त उत्तर आउँछ नि त रिसाएर। अनि त्यो भयो कुरा। अनि एकचोटि एक घरमा मेरो छिमेकीको आयो चाहिँ सानो बच्चा छ, बच्चा कति धेरै लिने डिपी हुन्छ, लिने डिपी भन्छ है गाउँमा चाहिँ हाम्रो, धेरै डिपी गर्ने। ए थाहा छ, धन्यवाद धन्यवाद। अनि बच्चाले यस्तो डिपी गर्छ, मम्मी मम्मी एउटा कुरा भनौँ। आमाले भन्छन् भन न, एउटा किन दुईटा भन मेरो बेटा। अहिले त यस्तो चेपेर खान्छ बेटा। अनि छोराले भन्छ अनि के म एउटा कुरा भन्छु मान्नु न है। कस्तो चुप, आमाको जस्तो छोरा आयो क्या हो? आमाकै छोरी हो, छोरा हो नि त। म एउटा कुरा भन्छु, मान्नुहोस् है। भन न, भन दुईटै कुरा मान्छु भन। भने पछाडि अब बच्चाले भने मलाई एउटा भाइ जन्माइदिनु न है। अब आमाले भन्नुभयो भाइ त जन्माउनु त के गर्नु, तेरो बाबा विदेशमा हुनुहुन्छ। अरे होइन, अनि घर विदेशमा हुनुहुन्छ भने पछाडि छोराले भन्छ बाबा आउँदैमा हामी एउटा सरप्राइज दिउँ। अनि फेरि आमाले भन्छन् तेरो गालामा एकै पटाङ दिउँ, जन्म दिन्छ एकचोटिमा दुईटा सरप्राइज हुँदैन, त पनि सरप्राइज नै जन्मेको हो सर। यति नै गरौँ अहिलेलाई, फेरि पनि समय मिल्यो भने आउने छु। अनि थ्याङ्क यू सो मच। प्रभात लामा होस् भाइ। श्रीमतीको लागि एउटा कुरा भन्छु, मेरो श्रीमतीले जहिले पनि मलाई खाना पका मात्रै भन्छ। अनि मैले मुक्तक शैली भन्दै, तिमी 33% अधिकार माग्छौ, 66% झगडा गर्छौ। तिमी 33% अधिकार माग्छौ, 66% झगडा गर्छौ। सधैँ मलाई खाना पकाऊ है बुढा भन्छौ, तिमी चाहिँ के महिनाको 5 चोटि पर सर्छौ। थ्याङ्क यू भेरी मच। त्यति ठुलो आ गर्ने होइन, त्यसो गर्दा फेरि गाली खाइन्छ। फेरि आखो दिउँसै हाई गर्छस्, अब पढाइमा ध्यान छैन। सरले पहिले गाली गर्ने हुन्छ नि, फेरि हाई पनि ठिक्क हुन्छ। यो यस्तो हलो भन्दाखेरि आयो यति हुन्छ, पाइँदैन यो फेरि। अरे हाम्रो सुमन कार्कीको प्रस्तुति कस्तो लाग्यो? गजब छैन त? गजब छ। हाम्रो सुमन भाइको पनि बिचरा गर्लफ्रेन्डसँग टेन्सन भयो, सबै श्रीमतीको पोल खोलेर र गर्लफ्रेन्डसँग पनि यति तनाव छ नि। यो फेरि गर्लफ्रेन्ड बोयफ्रेन्ड भएपछि यस्तो हुन्छ, श्रीमती भएपछि बरु अलिक ढुक्क छ भाइ, चाँडो बे गर। गर्लफ्रेन्ड भएपछि गाह्रो छ, अलिकति दायाँ बायाँ भयो कि फेरि इन्डिया जस्तो ब्रेकअप दिइहाल्ने हो, अर्कोसँग प्याच गाह्रो छ। गर्लफ्रेन्ड हुँदाखेरि के हुन्छ, फोन गर्ने तरिकै कतिन्छ बिचरा भाइले। यहाँ तलब पाएको छैन भन्दै थियो नि अघि, पहिलो महिना हो, कहाँ पाउँछौ त 1 महिनामा पुग्यो तलब? 1 महिना पुगेको छैन त, पुगेपछि पाउला तलब।
जरा त्यो तलब किन ऊ फटपटी परिरहेको छ भने त्यो दुईटा मोबाइलमा ब्यालेन्स हाल्छ यो भाइले, आफ्नोमा अनि गर्लफ्रेन्डकोमा पनि। फोन गर्ने तरिका अलग हुन्छ। श्रीमतीको फोन आएको भने टक्क फोन उठाउँदैन, हेलो हामी बिहे गरेको मान्छेहरूको, के भयो, ए ल भइगयो, ल हुन्छ गर्छु, सिद्धो। 30 सेकेन्ड पनि दुःखले पुग्ने हो। भर्खर बिहे गरेर रहेछ भने 1 मिनटसम्म जान्छ, नत्र भने 30 सेकेन्डमै सकिन्छ कुरा। गर्लफ्रेन्ड हो भने यो भाइहरूको तरिका के हुन्छ, टक्क फोन आयो होइन, फोन उठाउने तरिका पनि हेलो चारतिर बटारेर क्या, हेलो के छ नानु, सुरुमै नानु अरे, यो भाइको चाहिँ सानो भन्ने छ। फेरि बुझिन्छ 1 नम्बरको भने सानो, 2 नम्बरको भने नानु, 3 नम्बरको भने रानु भनेर भन्छ। पैसा चाहिँ कति कमाउनु पर्छ भाइ, तिमीले जिन्दगीमा धेरै कमाउनु पर्छ पैसा। सबै यतातिर केटीसँग गफ गरेर सिद्ध्याउँछ। फोन कहिले काहीँ सुन्छु भाइ गफ गरिरहेको होइन, गफ गर्दाखेरि के टेबलको त्यो च्याम्बरमा यसो गरेर टाउको भित्र हालेर क्या, कम्प्युटरको स्क्रिन यहाँ छ अनि बार यस्तो छ, यहाँभित्र टाउको स्वात्तै छिराएको हुन्छ, उतापट्टि गरिरहेको छ। एक दिन आएर हाकिमले ढाडमा यस्तो लात्ती हाने नि केटालाई, फरक्क फर्केर भन्छ यो देशमा प्रेम गर्ने वातावरणै भएन सर। फोन गर्दाखेरि यो भाइहरूको गफ सुन्छु क्या, यताबाट भाइ के छ, दिउँसो 11 बजीतिरको टाइममा फोन गर्छ, के छ तिमीले खाना खायौ, मैले खाएँ। डबल डाइलग एकैचोटि बुझ्नु होला है मिलाएर। अनि केसँग, मैले तरकारीसँग। तरकारी मात्रै, जेसुकैसँग खाए के मतलब, खसीकै मासुसँग खायो अरे, थकाली भान्साहरूमा पैसा तिर्दिन्छ त्यसले छैन। अनि तरकारी मात्रै, ए दालसँग पनि, अनि अरू, ए अचार पनि थियो, के को, गोलबेडाको, हाउस स्विट। र बाजे गोलबेडाको अचार हाउस स्विट हुन्छ, हाउस सावर हुन्छ। गोलबेडाको अचार गुलियो हुँदैन, अमिलो हुन्छ। अङ्ग्रेजी थाहा छैन भने सोध्न आउनु, मास्टर डिग्री गरेर दाइ छ अगाडि। गोलबेडाको अचार हाउस स्विट, प्रचार अलिअलि त दिनु पर्छ आफ्नो, मास्टर डिग्री दिन्छु। अङ्ग्रेजी साहित्यमा हो भाइ, फेरि ल्याङ्ग्वेजमा होइन है, फेरि लिटरेचरमा हो क्या भाइ। प्लेटो एरिस्टोटलदेखिको पढेर आइयो, अहिलेको केटाकेटीहरूले बोल्ने हाउस स्विट आउँदैन आफूलाई। अनि फेरि एकदिनमा गर्छ हाउस स्विट दिन्छ होइन, त्यसपछि फेरि कुरा गर्दै गयो, अनि अलिकति मलाई पनि पठाइदेऊ न, एसएमएस गर्न मिल्दैन भाइ अचार। अनि फेरि एकछिन कुरा गर्दै गयो, अनि सुन न कतिचोटि थपेर खायौ, धेरैचोटि नथप क्या, मोटी हुन्छौ धेरै। यत्रो चाटेको गर्लफ्रेन्ड 3 महिनामा छोड्छिन् भाइ, मोटी भएर केही बिग्रिँदैन। अर्को अझै मोबाइलमा ब्यालेन्स धेरै हाल्ने केटा आइपुग्छ। फेरि कुराकानी गर्दै गयो, अलि अगाडि पुगेपछि एकछिन भन्छ सुन न एउटा कुरा थियो भनौ, भन। अनि रिसाउँछ होला कि, नाइ रिसाउँदैन के, भन न, प्रमिस रिसाउँदैन, रिसाउँदैन, तर होस् म भोलि भन्छु, नाइ अहिले भन न, होइन क्या म तिम्रो रियाक्सन हेर्न चाहन्छु, नाइ अहिले भन न, आई एम डाइङ प्लिज प्लिज प्लिज। उताबाट आउँछ कुरा नसुन्दै आई एम डाइङ, मेरो बाबा अब आई एम डाइङ भने म त मर्नै लागेँ अरे, मर्छु कि क्या धुर्मुसेको पारा नि, आई एम डाइङ भन्छ। फेरि नाइ क्या भोलि भन्छु नि, भोलि तिम्रो म एक्सप्रेसन हेर्न चाहन्छु क्या, रियल एक्सप्रेसन। नाइ क्या फोनमा पनि त आइहाल्छ नि, मन मिलेको मान्छे भयो भने मनको कुरा पनि बुझ्छ क्या, भन प्लिज। अनि यो भाइले भन्छ ल त्यसो भने म अहिले भन्छु है त, ल तिमी साह्रो राम्री छौ। खासमा चाहिँ बटारेर यति लामो कुरा किन गर्छ भाइले भने नि, भन्ने कुरै हुँदैन कि, कुरा चाहिँ अझै गरौँ भनेर। घरमा बाबाआमाले फोन गर्यो भने पुरै उठाउँछ, यस्तो गर्छ, हेलो, अनि उताबाट हुन्छ नि म तेरो बा बोलेको, थाहा छ त हौ नम्बर सेभ गरेको छु त। डर्रो बटारिएको त्यो विपिन कार्कीले खास यही भाइको क्यारेक्टर हेरेर गरे थियो। बाउल सुड्डोले त अंशै दिएन क्या, त्यसो भने किन जन्माको भनेको त दिएको त किस्तामा दिन्छु, चेकमा दिन्छु भन्छ। यही भाइलाई हेरेर बनाएको क्यारेक्टर, कम्ता बटारिएको कुरो गर्छ बाबाआमासँग। अनि उताबाट फेरि भाइले छोरा खाना खाइस्, अनि खाना नखाइकन बाछा मान्छे खाए त नि, अनि केसँग खाइस्, बाबाआमाको मन हो, केसँग खाइस्, खाएँ भनेपछि खाएँ त, नमुसिकन निस्ता खाइन होला त, चुप लागेर बस्यो भइगयो नि, आफू राम्रोसँग खाऊ, यहाँ नखाइकन मान्छे बाँच्छ। अनि छोरो काम गर्दै, काम नगर्ने भए किन आउनु यहाँ, घरमै हलो जोतेर बस्छ नि। अनि गर्लफ्रेन्डले गरेर ठिक छ ढाका
यस्तै हो भने त अर्को महिनादेखि तलब घटाइदिए हुन्छ तलब बढ्यो भने पनि यसले गर्ने भनेको 2टा गर्लफ्रेन्ड थप्ने हो त्योभन्दा अरू केही गर्दैन घरमा बाबुलाई पैसा पठाउँदैन यसले गाउँमा हुँदा बिचरा गाउँमा मोबाइलमा फोन गर्दा गर्दा लप परेको केटीसँग एउटा केटीसँग अर्कै गाउँको केटीसँग अर्को गाउँको केटीको गाउँमा फेरि समस्या के रहेछ भने डाँडामा मात्रै नेटवर्क आउने टाढामा नआउने अनि डाँडामा जाने केटोलाई गफ गर्न आउने ब्यालेन्स हाल्दैकै छ उसले डाँडामा गफ गर्न जाने जाँदा आउँदा त्यही सँगै जाने अर्को केटोसँग लप परेछ बिचरा ट्राजिक भएर आएको यता विरक्त भएर आएको भाइ बिचरा हाम्रो सुमन कार्कीको कुरा गर्दैछु म त्यही पछि त्यो गर्लफ्रेन्डको रिस पोख्दा पोख्दै कमेडियनै भइसक्यो खत्रै कमेडियन भइसकेको थियो एकचोटि जोरदार ताली सुमन भाइको लागि त्यतिखेरदेखि यतिखेरसम्म सबै तिम्रो तारिफ गरिरहेको छु के को कहिलेको रिस हो त कमेडियनले तारिफ गर्दा सिधा भन्दैन अलिकति मिलाएर गर्नु पर्यो नि म त सबको तारिफ गर्छु हाम्रो प्रचण्ड कमरेड प्रधानमन्त्री हुनुभएको छ भने निश्चित रूपमा आई एम विथ कमरेड प्रचण्ड किनभने हाम्रो प्रधानमन्त्री उहाँ नै हो मेड इन इन्डिया एसेम्बल्ड इन नेपाल जे भए पनि गर्न प्रधानमन्त्री त हाम्रो हो नि त बनाएको पो उता हो त प्रधानमन्त्री हाम्रो फेरि बनाउनेले बनाउने बित्तिकै त्यही अनुसार काम गर्छ भनेर कसैले नसोचे हुन्छ किनभने बाबुआमाले छोराछोरी जन्माउँछन् तर छोराछोरीले बाबुआमाले भनेको मान्दैनन् त्यही भएर प्रचण्ड कमरेडलाई पनि म फुर्काइरहेको छु आई एम विथ प्रचण्ड ल जा दियो केटोले आई एम विथ प्रचण्ड हाम्रो प्रधानमन्त्री हो हाम्रो पाराले काम गरिदिनु होला उतातिर निर्माता भए यतातिर हामी जनताहरूलाई पनि यसो लप परेछ हुन्छन् कहिलेकाहीँ त्यही अनुसार कमरेड कति बाटो पहिले भन्नुभयो प्रधानमन्त्री हुने बेला नहुँदा आफ्नो पाला आउँदैन भन्ने बुझेपछि म निश्चित रूपमा भारतीय विस्तारवादीहरूले नाकाबन्दी गर्छन् भने गरून् भने हामी साइकल चढ्न तयार छौँ कमरेडहरू पछाडि फेरि अहिले आएर पालो आउला जस्तो भएपछि म निश्चित रूपमा साइकल पनि पम्चर भयो मने पेट्रोल डीजल पनि आउन थाल्यो मोदी जी क्या हम फेरि गाडी चढ सक्ते उताबाट आप सक्ते भनेपछि यताबाट फात्तै चढेर गइ बालुवाटारमा झन्डा हल्लाएर पुगेको छ प्रचण्ड कमरेडको फेरि जिब्रो यस्तो कडा जिब्रो हो शेषनागको अब जम्मा एउटा बाँकी छ 999 बुढाले तानेर ल्याइसके अघिल्लो दिन भाषण गरे ओलीलाई सत्तो सराप गरे पर्सिपल्ट फेरि ओलीले भाषण सकेपछि म निश्चित रूपमा आप तपाईँ जस्तो यो राजनेता मैले मने चिन्न अलिकति गल्ती गरेछु कमरेड तपाईँ वास्तवमै राजनेता हुनुहुन्छ किनभने तपाईँले राजीनामा गरिसक्नुभयो राजीनामा गरेपछि चाहिँ राजनेता फेरि नगर्दाखेरि फेरि कपडा धनिरहेको थियो कमरेड प्रचण्ड यति बाटो माधव नेपाललाई जाल हान्थे मने माधव नेपालजी जस्तो भद्र मान्छे पनि हुनुहुन्छ भनेको माधव नेपाल यत्रो ठुलो माछा जालमा स्वाट्टै परे भोलिपल्ट आएर त वर्तमान परिप्रेक्ष्यमा यो केपी ओलीको सरकार एमालेको पनि होइन गुटको मात्रै सरकार भइरहेको छ यत्रो ठुलो माछा परे क्या प्रचण्ड कमरेड जस्तो बाटो मान्छे नेपालको प्रधानमन्त्री हुनुहुन्छ राम्रो काम गर्नु होला किनभने अब त्यही हो हाम्रो त विश्वास छ आई एम विथ प्रचण्ड भन्ने मान्छे भेट्या त प्रचण्डको ठुलो खुसीको कुरा हो यो प्रसङ्ग पछि अब म फेरि एकचोटि यो स्टेजमा आमन्त्रण गर्छु हाम्रो लक्का जवान ह्यान्डसम हाम्रो प्रभात लामा उसको आफ्नै भान्जीको मामा प्रभात लामा ल हेर्नुहोस् यहाँ अब प्रभात लामाको विशेषता के हो भने आवाजको दुनियाँको साथी दिनेश जोशी जस्तै हो आवाज पनि फेरि उहाँको यत्रो ठुलो बाघ गर्दै जस्तो पाखुरा हेर्नु यहाँ फेरि यसो गरिरहेको छ नि यो के होइन त्यो मसल देखायो के मान्छे आफ्नो त्यो तरिका हुन्छ विज्ञापन ल मान्छे छैन अरूलाई बोल्नु नदिएर गएको थिएँ बेइज्जत किन गर्नु पर्यो यो मान्छे ह्यान्डसम हो कि होइन ल ह्यान्डसम होइन भनेर ताली बजाउनुहोस् त एउटा युवतीले हात ल ह्यान्डसम हो भन्नेले ताली बजाउनुहोस् त खुसी अब के भन्नु के नभन्नु कलाकार नआएर नै मलाई बोलाइदियो माथि ल हेट तेरिका अब आउने हुनुहुन्छ अरे कलाकार होइन अब के भन्ने के नभने अब ए आफै पनि पो आइरहेछ गाँठी कस्तो ढिट नभने खास चाहिँ के हो भने आज कलाकारहरू ऋषि धमलाकामा जानुभएको छ अब ऋषि धमलाले अहिले त्यहाँ के प्रश्न सोधिराख्नु भएको होला कलाकारहरूलाई तपाईँ सोध्नुहोस् म उत्तर दिन्छु राजाजी आजको दिनमा छ नि तपाईँ त राजा हो तपाईँ कसको राजा बताइदिनुहोस् आजको गणतान्त्रिक मुलुकमा तपाईँ राजा बन्नु भएको छ
बताइदिनुहोस् छ नि लाखौँ दर्शकले सोधेका छन् मलाई भनेका छन् सोधिदिनु पर्यो प्लिज ऋषिजी बताइदिनुहोस् भनेर म चाहिँ अब के को राजा भन्ने गणतन्त्र नेपालको श्री 5 र श्री पेज बिनाको श्री 1 राजा। तपाईँ छ नि तपाईँ श्रीमतीको पनि राजा हो रे भने सुनेछु के यो सत्य हो? लाखौँ श्रोताले भनेका छन् मलाई ऋषिजी आजको दिनमा छ नि राजा के श्रीमतीको राजा हो कि जनताको राजा हो? यतिको मिलेको प्रश्न ऋषि धमलाले कहिले सोध्दैनन्, त्यसैले यसको जवाफ म दिन्न। आजको दिनमा छ नि राजाजी यो गाई जात्रा मनाएको धेरै दिन भयो तर गोरु जात्रा किन मनाउँदैन बताइदिनुहोस्। आजको दिनमा जनता जान चाहन्छ। करेक्ट क्वेसन, करेक्ट क्वेसन, सिधा उत्तर दिनुहोस्। करेक्ट क्वेसन। यतिको ठिक छ। गाई जात्रा किन मनाउँछन् र गोरु जात्रा किन मनाउँदैनन् भन्ने कुराको चाहिँ यसको जवाफ के हो भने गाईले दुध दिन्छ, गोरुले दुध किन दिँदैन? आजको दिनमा छ नि त्यो भाग परेन उसको ब्रह्माले उसै दिएको। तपाईँले हेर्नुभयो भने ग्रन्थहरू हेर्नुभयो भने प्रष्ट देख्नुहुन्छ त्यहाँको संविधानमा लेखेको छ। ग्रन्थमा संविधान हुँदैन। तपाईँले पढ्नुहोस्। तपाईँले अध्ययन गर्नु भएको छैन राजाजी। मैले अध्ययन गरेको छु। के अध्ययन गर्नु भएको छ? ग्रन्थको संविधान अध्ययन गरेको छु मैले। 4 कक्षामा कि 5 कक्षामा? तपाईँ मेरो सर्टिफिकेट हेर्न आउनुहोस् घरमा। बुझ्नेहरूले ताली बजाउनु होला, नबुझ्नेलाई छुट छ। अब यो के छ भनेदेखि नि पहिला चाहिँ अब तपाईँ पनि सेलिब्रेटी नै बन्नु परिहाल्नु भयो है। हामी भर्खर सेलिब्रेटी पऱ्यौँ अनि सेलरोटी उहाँ सेलिब्रेटी म चाहिँ सेलरोटी। पहिला चाहिँ पत्रकारहरूले कसरी सोध्नुहुन्थ्यो भनेदेखि टक्क लाएर बस्नुहुन्थ्यो चट्ट लाएर आज हाम्रो बिचमा हुनुहुन्छ युवा हास्य व्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेल, स्वागत छ तपाईँलाई, यो टाइपले सोध्नुहुन्थ्यो। हिजो आज यति अनलाइन मिडिया छ, युट्युब यति छ, अब विशेष गरी भ्युवर बढाउनको लागि केटाहरूलाई त क्वेसन आउँदैन, हिरोहरूको कामै छैन। हाँस्य कलाकारको त त्यो गाई जात्रामा मात्रै हो। त्यही आफ्नै फर्सी नेटवर्कमा हाल्दाखेरि त बल्ल यतिखेर हाल्छु। गाई जात्रा कतिको हालिरहेको छ निता ढुङ्गानासँग फन्नी टक, प्रियङ्का कार्कीसँग फन्नी टक, फन्नी टक घुमाइ फेरि टकाटक टक टक टकाटक कति हो कति आएको छ। ए बाबा म यहीँ छु दाई भनेको छ, दिनदिनै ए दाई नमस्ते भनेको छ। कहिले काहीँ गर्दैन केटाहरू, झाप्पा हान्छु नमस्ते गर भनेर पनि लिनुपर्छ। अनि भएपछि कति गाह्रो लाग्यो केटी भएको हे नमस्ते। अब यो यसको प्रश्न सोध्ने शैली पनि चेन्ज भएको छ। पहिला चाहिँ त्यसरी सोधिन्थ्यो भने अहिले चाहिँ हाम्रा पत्रकार जर्नलिस्टहरू जानुहुन्छ बुम माइक बोकेर, अगाडि प्रियङ्का कार्की हुनुहुन्छ, आउनुभयो पत्रकार हेर्नुहोस् है। हाउ स्विट, कति सेक्सी देखेको। पत्रकारको पहिलो प्रश्न हाउ स्विट प्रियङ्काजी कति सेक्सी दिएको। उनीहरू प्रियङ्काको रिएक्सन हुन्छ हो र पत्रकारलाई गएको थिएँ। अब कि त पत्रकार हुनुपर्छ नायिकाको विशेष हुनको लागि, कि त प्रड्युसरै हुनुपर्छ। नायक छैन नायक, कि त भुवन केसी जस्तो हुनु पर्यो। उहाँको छोरा जन्माएपछि उहाँलाई फाइदै फाइदा छ। छोराको ओभरफ्लो भएको त्यो सबै भाउ अब ऋषि धमलालाई कुरा हाल्यो है राजा दाई, समय छ कि छैन? जति पनि छ आज सबै समय। अब के छ भनेदेखि अब ऋषि धमलाले यो लामो प्रश्न थियो राजेश हमाललाई, राजेश हमालले कहिले बिहे गर्छ? बिहे कहिले गर्छ भने यति मिडियामा बहस भयो, यति बहस भयो कि आमामामामामामा। तपाईँ युट्युबमा हेर्नुहोस्, विभिन्न कार्यक्रमहरू हेर्नुहोस्। प्रश्न सोध्नु राजेश हमालको जवाफ दिन्छु म। राजेश हमाललाई चाहिँ के भएछ भनेदेखि ऋषिजीले सोध्नु भयो, बिहेपछि आफ्टर बिहेपछि उहाँको प्रश्न सकियो, बिहे कहिले गर्नुहुन्छ? त्यसपछि एउटा प्रश्न आयो, आजको दिनमा छ नि राजेशजी तपाईँले बिहे गर्नुभयो, तपाईँ आफ्नो गर्लफ्रेन्डसँग बिहे गर्नुभयो छ नि, तपाईँले आजको दिनमा बताइदिनुहोस्। लाखौँ दर्शकले लाखौँ श्रोताले जान चाहन्छ आजको दिनमा। तपाईँले आजको दिनमा भनिदिनुहोस् तपाईँ बच्चा कहिले जन्माउनुहुन्छ? 5 वर्ष, 10 वर्ष, 20 वर्ष, 25 वर्ष, कति वर्षमा जन्माउनुहुन्छ? कस्तो प्रश्न सोध्नुहुन्छ ऋषिजी, छोरा मान्छेले 100 वर्षमा पनि जन्माउँदैन। प्रश्न यही थियो। राजेश दाको छैन। अब तपाईँले भन्नुभयो मैले कहिले बच्चा जन्माउने भन्ने कुरा भन्दा पनि छैन। अब मैले जन्माएको भए त यति 50 वर्ष लाग्दैन थियो होला, उहिले जन्माइसक्थेँ।
अर्को कुरो मेरो मधुले जन्माउने हो। जन्माउने भए पनि 5 वर्ष 20 वर्ष 25 वर्ष लाग्ने होइन, जम्मा 9 महिना लाग्छ। यदि त्यो कुरा थाहा छैन भनेदेखि रेडियो अडियोको खुल्दुली.com सुन्नु होला। राजेशको यही जवाब थियो। अब यस्तै छ हेर्नुहोस्, अब के छ भनेदेखि अब भुवन दाईको कुरा गरिहालेँ होइन। भुवन दाई त डेन्जर मान्छे होइन, उहाँको कुरा अब के गरिहाल्नु। भुवन दाईले राजेश दाईलाई टक्कर दिने भनेर उहाँले बिहे गर्नुभएछ। अर्को बिहे गर्नुभएछ कि भान्जा अनमोल केसी, मामा के लामाको छोरी हो उसको आमा, थाहा होला नि। त्यही भएर म भान्जा के अरे मामा परेँ कि। अनि ती भेनाजीले अर्को बिहे गर्नुभएछ। बिहे गरेको 4.5 महिनामा बच्चा जन्माइ आँटे। भुवन सक टेन्सनमा, म टेन्सनमा। उहाँलाई श्रीमतीलाई प्यारी तिमीले त 4 महिनामै बच्चा जन्मायो यार। प्यारी के हो यो कुरा? राजेशबाबु जित्नु पर्यो नि त बोल आवाजमा। उहाँको बोल चाहिँ भयङ्कर बोल। राजेश भन्ने उहाँको हो। उहाँको चाहिँ प्यारी तिमीले त 4.5 महिनामा बच्चा जन्मायो, के गर्यो यार? यो टेन्सन भयो भुवनलाई सोध्नुभयो। फेरि उहाँको अर्को श्रीमती डेन्जर, अर्को दिदी भेनाजीको अर्को दिदी डेन्जर, उहाँ चाहिँ एकदम कडा रहेछ, आइक्यूमा खतरनाक। अनि कस्तो कुरा गरिसिन्छ हजुर पनि? हजुरको बिहे भएको कति? मेरो त 4.5 महिना भयो। अनि मेरो बिहे भएको कति? तिम्रो पनि 4.5 महिना। अनि तपाईँ 4.5 महिना 4.5 महिना 9 महिना पुगेन त? 9 महिना बच्चा जन्मिन्छ थाहा छैन? त्यति पनि थाहा नभए खुल्दुली.com सुन्नु क्या रेडियो अडियोको। अब यति हो। अब रेडियो अडियो टिमका सबैले ताली बजाए, तालीको पनि पैसा आउँछ। ओभर टाइम गराएको छ, ठिक छ। यति हो भने के हो? अब अरू पनि केही भन्नुपर्छ। अब चाहिने के छ भन्दाखेरि के छ देखाउँदैन नि, सबैले लुकाएर राखेको छ। अब यस्तो भन्ने कुरा त्यही हो। अब राजा राजेन्द्र पोखरेललाई पनि त दिनु पर्यो नि पालो, के कसो? ओके ल, ठिक छ।